नमस्ते, म डाक्टर श्रुति मानन्दर, ENT हेड एन्ड नेक सर्जन, राइनोलोजिस्ट र एन्डोस्कोपिक साइनस सर्जन। आज म समक्ष 11 वर्षको बच्चा जसको चाहिँ नि रोड ट्राफिक एक्सिडेन्टले उहाँको नाकको हड्डी भाँचेको थियो र डिस्प्लेस थियो र न्यारो बोन रिडक्सन भइसकेको छ। आज सेकेन्ड पोस्ट अपरेटिभ डे जसकोमा चाहिँ नि मैले नाकको प्याक रिमुभल गरेको छु र पेसेन्ट इज भेरी फाइन। तर मैले यो एउटा कुरा भन्न चाहन्छु कि यदि कुनै कारणवश नाकको हड्डी भाँचेको छ भने घरमा बसी नराख्नु। भाँचेको अवस्था पत्ता लगाउनु पहिला त तपाईँ नाक कान घाँटी विशेषज्ञकोमा देखाउनु पर्यो। नाकको हड्डी भाँचेको छ भने तपाईँको भाँचेको हड्डीलाई फेरि ठाउँमा ल्याउनलाई रिडक्सन राइनोप्लास्टी, जुन चाहिँ क्लोज रिडक्सन राइनोप्लास्टी गर्न सकिन्छ, जसमा तपाईँ नाक खोल्नु पर्दैन, क्लोज रिडक्सन भनिन्छ त्यसलाई। र त्यो गर्दाखेरि के राम्रो हुन्छ त भन्दाखेरि तपाईँको हड्डी यसरी भाँचेको छ भने यसलाई सिधा पार्न सकिन्छ। र यो किन भनिरहेको छु भने यो 10 दिनभित्र गर्न सकिन्छ, गर्नुपर्छ। र 10 दिनभित्र गरेन भने जसरी भाँचेको छ त्यही अवस्थामा हड्डी जोड्न जान्छ र जसले गर्दाखेरि पछिको कन्सिक्वेन्सेसहरू राम्रो हुँदैन, नाक बन्द हुने र यसले गर्दाखेरि पिनासको समस्या र नाकको समस्याहरू आउने गर्दछ। धन्यवाद।